परमेश्वरको सुसमाचार सुनाउन भाषा होइन, सुसमाचार सुनाउने बोझको खाँचो पर्दो रहेछ। त्यही बोझको उपज हो आजको नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोर। एक कोरियन मिसनरी दम्पति जसले नेपाली भाषा बोल्न नजाने पनि नेपाली इसाईहरूको निम्ति एउटा आशिषित मण्डली स्थापना गरेर परमेश्वरको ज्ञान र शिक्षाले मण्डलीलाई सुसज्जित पारेर यस संसारको दौड पूरा गरिसक्नुभयो। पास्टर सामुएल चो र यङ चो। जसले आजभन्दा 21 वर्ष अघि बाल्टिमोरको एक रेस्टुरेन्टमा एक नेपाली जोडीलाई सुसमाचार सुनाएर प्रभुमा ल्याउनुभयो र त्यही नयाँ विश्वासीको घरबाट सन् 2005 मा बाल्टिमोरमा पहिलो पटक नेपाली भाषामा संगति सुरु गर्नुभयो। पास्टर सोलाई त हामीले भेटेको त 2002 तिर नै भेटेको थियौँ। त्यतिखेर म कोरियन रेस्टुरेन्टमा काम गरिरहेको थिएँ होइन। अनि उहाँ चाहिँ त्यहाँ आज रेगुलर कस्टमरै हुनुहुँदो रहेछ। अनि फर्स्ट भेटघाटमा नै कस्तो हुन्छ नि, एउटा टच्ची मोमेन्ट हुन्छ नि हाम्रो, त्यस्तो फिल भएको थियो कि उहाँले पनि अनि तिमी कहाँबाट भन्नुभयो, म नेपालबाट भने। फर्स्ट टाइम यतिकै इन्ट्रोडक्सन मात्र भयो होइन, त्यस्तो लामो कुरा त भएन। त्यतिखेर भर्खरै आउने बेला त एज इमिग्रेन्ट हामीले धेरै कुरामा हेल्प चाहिन्थ्यो, उहाँले धेरै गर्नुहुन्थ्यो। पास्टर चले अब यस्तो यस्तो हो भनेर अलिकति बाइबलको बारेमा भन्नुभयो। 2002 तिर कुरा होइन रे, 2002 को इनतिर हो। त्यसरी कुरा गर्नुभयो। अनि त्यसो गर्दा गर्दा टाइम बित्दै गयो। अनि 2003 को क्रिसमस मनाउँ त नि भनेर भन्नुभयो। अनि हामी त्यतिखेर ड्रम क्यासलको अपार्टमेन्टमा बस्थ्यौँ। त्यतिखेर गर्ने बेलामा अब साथीभाइहरूले त्यो के भन्छ बाइबलको कुरा भनौँ भने आउनुहुन्थेन। अनि म त क्रिसमस पार्टीलाई छ आऊ है भनेर सबैलाई बोलाएँ कि हामीले चाहिँ नि। त्यसरी बोलाउँदाखेरि झन्डै झन्डै 80-90 जना 100 जना है। त्यसपछि पास्टर चोरले भन्नुभयो कि यो चाहिँ एउटा होम चर्च सुरु गरौँ, यहाँतिर त मेरो साथीभाइहरू आफन्तहरू रहेछ यो घरमा छिमेकीहरूमा होइन। हामीले चाहिँ होम चर्च अहिले हाम्रो आफ्नै चर्च नभए पनि घरबाट पनि हामीले चाहिँ प्रभुको वचन चाहिँ यसरी प्रार्थना गर्न मिल्छ, तपाईँ घरबाट सुरु गरौँ है भन्नुभयो पास्टर चोले होइन। अनि उहाँ चाहिँ पास्टर चो पनि अनि सधैँ हाम्रो घरमा सधैँ साँझतिर अनि यो चाहिँ होम चर्च सुरु गरेर चाहिँ प्रार्थना सुरु गरियो। जना विश्वासीबाट होम चर्चको रूपमा सुरु भएको मण्डलीमा आजसम्म आइपुग्दा 300 भन्दा बढी विश्वासीहरू हरेक आइतबार परमेश्वरको आराधना गर्न एकै ठाउँ भेला हुन्छन्। नेपाल ब्याप्टिस्ट चर्चको नामबाट सुरु भएको मण्डलीले सुरुवाती दिनमा बाल्टिमोरको हार्टफोर्ड रोडमा रहेको बाल्टिमोर ब्याप्टिस्ट एसोसिएसनमा आफ्नो सेवा संगति गरेको थियो भने विभिन्न कालखण्डमा मण्डली वृद्धि हुँदै गर्दा बाल्टिमोरका विभिन्न स्थानमा सेवा संगति भए। मसँग पनि एउटा सानो भ्यान थियो। त्यो भ्यानमा चाहिँ लिएर गएर मान्छेहरू लिन जाने, कोही कहिले चाहिँ कता भर्जिनिया कता यसोमा मान्छेहरू लिएर आउने, कुनै कार्यक्रम भएर त्यसरी जाने गर्छ। त्यति बेलामा पनि कुनै दुःख सुख लागेन कि आफ्नो काम छोडेर चाहिँ जाने होइन थियो, काम सकेपछि जाने। त्यही क्रममा भुटानी नेपाली दाजुभाइ दिदीबहिनीहरूको आगमनसँगै पास्टर सामुएल चोकै नेतृत्वमा नेपाल ब्याप्टिस्ट चर्चको भगिनी चर्चको रूपमा भुटान ब्याप्टिस्ट चर्चको स्थापना भयो र सन् 2011 मा चर्चको जिम्मेवारी पास्टर राजु बुढाथोकीलाई दिनुभयो। म आउँदाखेरि भने त्यतिखेर भने करिबन 6-7 फ्यामिली थियो। अनि 6-7 फ्यामिलीलाई उहाँले एकदमै सेवाकायहरू दिइराख्नु भएको थियो र म उहाँसँगै करिबन 1 वर्ष चाहिँ म उहाँसँगै बसेर सेवाकाय गरेँ। त्यस पछाडि चाहिँ पास्टर सामुएलले चाहिँ अब यो चर्च चाहिँ तपाईँले लिड गर्नुपर्छ भनेर उहाँले मलाई जिम्मेवारी दियो। अनि त्यस पछाडि चाहिँ मैले यो मण्डलीलाई चाहिँ अगुवाई गरेर चाहिँ लगेको थियो। अनि त्यो समयमा एकदमै चुनौती थियो। मानिसहरू भर्खरै नेपालबाट यता रिसेटलहरू भइरहेको थियो। अनि मानिसहरू आउने क्रममा चाहिँ के थियो भने कति मानिसहरू चाहिँ वहीँबाट विश्वासी भएकोले गर्दाखेरि चाहिँ कतिवटा कुरोहरूमा अब सेवाकाई गर्ने तरिकाहरूमा पनि उहाँहरूले अलिकति
नमिलेको जस्तो धेरै मानिसहरूले भन्ने कामहरू गरिरहेको थियो। अनि कति मानिसहरूले चाहिँ अब यता रिसेटल भएर पनि उनीहरूले चाहिँ वहाँ नेपालमा भएको पास्टरहरूसँग सरसल्लाहहरू लिने कामहरू त्यसो गर्ने गर्थ्यो र एकदमै चुनौती थियो त्यो समयमा। मण्डलीलाई चाहिँ अब एउटा ट्र्याकमा लानुको निम्ति चाहिँ एकदमै गाह्रो थियो। तर पनि हामी प्रार्थना गर्दै गयौँ। गर्दै जाँदाखेरि प्रभुले दिनदिनै उहाँको मण्डलीमा धेरै मानिसहरू थपिदिनु भयो। अनि 2011, 12, 13तिर पुग्दाखेरि हाम्रोमा करिबन लाइक अलमोस्ट 40देखि 45 परिवारसम्म भएको थियो। यसरी बाल्टिमोरमा नेपाली भाषाका 2वटा मण्डलीले आफ्नो सेवा संगति निरन्तर सञ्चालन गरिरहेको थियो। तर सन् 2012मा दुवै मण्डलीबाट एक समूहले विशेष कारण देखाउँदै अलग्गै संगति सुरु गरे र मण्डली नै स्थापना गरे। नेपाल ब्याप्टिस्ट चर्चबाट अलग्गिएर समर्पण चर्च र भुटान ब्याप्टिस्ट चर्चबाट अलग्गिएर युनिटी चर्चको सुरुवात भयो। त्यही क्रममा सन् 2014मा नेपाल ब्याप्टिस्ट चर्चको पास्टरीय जिम्मेवारी सहित डाक्टर मनोज श्रेष्ठ बाल्टिमोर आउनुभयो। म चाहिँ 2014मा यहाँ बाल्टिमोरमा आएँ। अनि यहाँ आउँदाखेरि कोरियन पास्टर सामुएल चो उहाँले सेवकाई गरिराख्नु भएको थियो र मण्डलीले चाहिँ नेपाली पास्टरको लागि प्रार्थना गरिराखेको भनेर भन्नुभएको थियो। अनि हाम्रो यो मण्डलीको मलाई इम्प्रेसन चाहिँ कस्तो लागेको थियो भनेदेखि 2वटा चर्च थियो होइन। 2वटा चर्चमा एउटा चर्च चाहिँ फुट्न लागेको थियो र अर्को चर्च चाहिँ फुटिसकेको थियो। जम्मा म यहाँ बाल्टिमोरमा आइसकेको क्रममा चाहिँ 4वटा चर्च भयो। अनि तर म जुन नेपाल ब्याप्टिस्ट चर्च छ त्यहाँ नेपाल ब्याप्टिस्ट चर्चमा चाहिँ करिब 20 जना जस्तो इन्क्लुडिङ चिल्ड्रेन उहाँहरू हुनुहुन्थ्यो। अब विश्वासीहरू एकदम समर्पित भए पनि एक प्रकारले भर्खरै छुटेको कारणले गर्दाखेरि एउटा चाहिँ निराशा चाहिँ थियो। तर एउटा मलाई क्लिक चाहिँ कुन बेला भयो भनेदेखि एउटा परिवार समर्पण चर्चको एउटा परिवार चाहिँ यो बाल्टिमोर छोडेर वासिङटनमा जाने चाहिँ उहाँहरूले चाहिँ निर्णय गर्नुभएछ र कोठा सर्दै थियो। त्यतिखेर बोलाउनु हुँदाखेरि त्यतिखेर मात्र मैले के देखेँ भनेदेखि श्रीमान चाहिँ हाम्रो चर्चमा आउनुहुन्थ्यो, श्रीमती चाहिँ समर्पण चर्चमा जाने रहेछ। मैले उहाँको श्रीमतीलाई कहिले पनि देखाएको थिइनँ। अनि त्यहाँ देखेँ छक्क पऱ्यो। उहाँहरू श्रीमान श्रीमती तर हरेकचोटि चर्चमा आउँदाखेरि चाहिँ श्रीमान एकातिर श्रीमती एकातिर होइन, घरमा बस्दा सँगै, बाहिरतिरको प्रोग्राममा पनि सँगै, तर परमेश्वरलाई आराधना गर्दाखेरि चाहिँ 2 जना 2तिर। तर उहाँहरूको चाहिँ त्यो देखेर मलाई चाहिँ एकदमै यो चाहिँ एकदम गलत हो, यो परमेश्वरको आशिष होइन, श्राप पर्छ यस्तो गर्नेहरूलाई भन्ने चाहिँ मलाई एकदमै स्ट्रङ फिलिङ आएर मैले त्यतिखेर चाहिँ उहाँहरूलाई खास मलाई वचन दिनु भनेर भन्नुभएको पनि थिएन। म के भन्छु भनेर वचन दिएँ कि मैले चाहिँ खास त्यतिखेर। बाल्टिमोरमै केन्द्रित रहेर 4वटा मण्डलीले आफ्नो सेवा संगति गरिरहेको अवस्थामा पास्टर द्वय पास्टर राजु बुढाथोकी र डाक्टर मनोज श्रेष्ठ लगायत तत्कालीन अगुवाहरू अर्जुन हमाल, रबिन रिमाल, सूर्योदय तिमसिना, प्रकाश साई, चन्द्र छन्त्याल, खुसीमान पुन, घना राई, जीवन आले मगर, जीवन दर्जी, लोक मगर, परशु दाहाल, जो मगर, खिना बुढाथोकी, पुष्कर मङ्रान्तीले फिलिपी 2:2 भनिए जस्तै एउटै मन, एउटै प्रेम, एउटै आत्मा र एउटै उद्देश्यमा पूर्ण सहमत भएर परमेश्वरको आनन्द पूरा गर्नुपर्ने बोझलाई महसुस गरेर प्रार्थना सहित अलग्गिएका समूहका अगुवाहरूसँग छलफल सुरु गर्नुभयो। सोही प्रार्थना र छलफलको उत्तर स्वरूप 1बाट 2, 2बाट 4वटा मण्डली भएको बाल्टिमोरमा आज सबै मण्डलीहरू एक भएर एकै स्वरमा परमेश्वरको स्तुति गाउन पाउँदा मण्डली परिवार परमेश्वरमा सधैँ धन्यवादी छौं। मण्डली एकीकरण हेर्दा जति सहज देखिन्छ त्यति सहज पक्कै थिएन। निरन्तर प्रार्थना र अथक प्रयासले मात्र यो सम्भव भएको हो र सो समयमा प्रार्थना, छलफल तथा विभिन्न माध्यमबाट सहयोग गर्नुहुने सम्पूर्णप्रति नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोर कृतज्ञ छौं। अब मर्ज भयो भनेर भन्दाखेरि कति सजिलैसँग कतिपटक हामीहरूको मनमा आउँछ होइन, तर वास्तवमा एकदमै यो चाहिँ कम्प्लिकेटेड प्रोसेस नै हो होइन। भत्काउन जति सजिलो एक लात दिएपछि भत्किन्छ, तर जोड्न एकदम गाह्रो हुन्छ नि त।
त्यो भनेको जस्तै मण्डली पनि अब एक ठाउँमा हामीले सेवा गरिसकेपछि पनि खास मण्डली एक हुनुको निम्ति विश्वासीहरूको बीचमा मन एक हुनु पर्यो होइन, एकले अर्कालाई स्वीकार गर्नु पर्यो। अनि त्यसको लागि धेरै लामो समय चाहिँ हामीलाई लागेको थियो। यसरी सबै विश्वासीहरू एकतामा एकै ठाउँ भेला भएर परमेश्वरको आराधना गर्दा मण्डली तथा विश्वासीहरूले आशिषको गुणन भएको महसुस गर्न पाएका छौँ। अझ सो आशिष नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोरबाट बगेर अमेरिका, युरोप, एसिया लगायत विश्वभर पुगेको सुन्न पाउँदा अझ परमेश्वरको निम्ति काम गर्ने ऊर्जा नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोरले पाएको छ। सन् 2020बाट नेपाली भाषी अगुवाहरूलाई असल अगुवापनले सुसज्जित गर्ने उद्देश्यले सुरु भएर आजसम्म निरन्तर रूपमा सञ्चालित इन्टरनेशनल नेपाली स्पिकिङ लिडरसिप ट्रेनिङ INSLT मा 29 वटा देशबाट 300 भन्दा बढी पास्टर तथा अगुवाहरूले तालिम लिइरहनु भएको छ भने INSLT लाई दिनुभएको प्रेम र तपाईहरूकै प्रार्थना र साथ सहयोगका कारण सन् 2023 मा सुरु भएको हिमालयन डायस्पोरा एकाडेमी हिडामा हाल 22 वटा देशबाट 650 भन्दा बढी विद्यार्थीहरू अध्ययनरत हुनुहुन्छ। सन् 2023 नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोरका लागि यस अर्थमा पनि आशिषमय रह्यो कि हामीले मण्डली परिवार एकै ठाउँ भेला भएर परमेश्वरको आराधना गर्नको निम्ति आफ्नै भवन किन्न सक्यौं। त्यसरी नै सन् 2022 मा नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोरले सुरु गरेको ग्लोबल युथ कनेक्ट र क्विज कन्टेस्ट पनि सम्झिनै पर्ने कार्यक्रमहरू हुन्। आशिष बाँड्दा अझ वर्ष भने चाहिँ हामीले सन् 2025 बाट सुरु गरेको 3B प्रोग्राम मार्फत आजसम्म आइपुग्दा विश्वभरिका 58 वटा मण्डलीबाट 1500 भन्दा बढी विश्वासीहरू आशिषित भइरहनु भएको छ। यी सबै तालिम तथा कार्यक्रमहरू तपाईहरूको प्रार्थना तथा साथ सहयोग बिना सम्भव थिएन र छैन पनि। तपाईहरूको प्रार्थना र साथ सहयोगको निम्ति नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोर सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। मण्डली आज यहाँसम्म आउनुको एकदमै ठुलो भूमिका चाहिँ मण्डलीका सम्पूर्ण अगुवाहरू लगायत सम्पूर्ण विश्वासीहरूको हात पनि हो एउटा। र आज यद्यपि यहाँहरूले प्रार्थना नगरेका भए, यहाँहरूको सहयोग हामीमा नभएको भए सायद हामी यहाँसम्म आइपुग्ने थिएनौँ। नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोर यहाँसम्म आइपुग्नु वा आशिषित हुनुमा तपाईको स्क्रिन वा स्टेजमा निरन्तर रूपमा देखिने अनुहार मात्र होइन, अरू थुप्रै अनुहारहरू छन् जसले पर्दा पछाडि बसेर मण्डलीलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ। यस समय हामी धन्यवाद सहित सम्झिन चाहन्छौँ आजसम्म आराधना झुन्डमा रहेर सेवाकाई गर्नुहुने, जवान संगतिमा सेवाकाई गर्नुहुने, दिदीबहिनी संगतिमा सेवाकाई गर्नुहुने, बाआमा चौतारीमा सेवाकाई गर्नुहुने, सन्डे स्कुलमा सेवाकाई गर्नुहुने र घरेलु संगतिमा सेवाकाई गर्नुहुने सम्पूर्ण प्रभुका जनहरूलाई जसले आफ्नो बोलावट र वरदान अनुसार परमेश्वरको राज्यको निम्ति मण्डली मार्फत निरन्तर काम गरिरहनु भयो। त्यसरी नै परमेश्वरको अनुग्रह र असल नेतृत्व बिना कुनै पनि मण्डली आशिषित हुन सक्दैन। हामी यो समय परमेश्वरलाई धन्यवाद दिन्छौँ। उहाँको अनुग्रहका कारण मण्डलीले असल नेतृत्व पाएको छ। हाल पास्टर डाक्टर मनोज श्रेष्ठ र पास्टर राजु बुढाथोकीको नेतृत्वमा डिकन अर्जुन हमाल, डिकन जीवन आले मगर, डिकन रविन रिमाल, डिकन प्रकाश साई, डिकन सूर्योदय तिमसिना र डिकन डेभिड चटौटले मण्डलीलाई अगुवाई गर्दै आइरहनु भएको छ। मण्डली परिवार सम्पूर्ण अगुवा जनहरूप्रति पनि धन्यवादी छौँ। आज मण्डलीले 20औं वार्षिक उत्सव मनाइरहँदा निकै हर्षित छौँ। साथै परमेश्वरको अनुग्रहका कारण अमेरिकामा दर्ता भएको पहिलो नेपाली मण्डलीको रूपमा रहन पाउँदा नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोर कृतज्ञ पनि छौँ। हामी सम्पूर्ण प्रभुका जनहरूलाई आजसम्म दिनुभएको साथ, सहयोग र प्रार्थनाका लागि धन्यवाद दिँदै निरन्तर यस्तै साथ र प्रार्थनाको अपेक्षा पनि गर्दछौँ। धन्यवाद। जय मसीह।